लगाएछ हामी चाहिँ अब टक्क लाएर ताँदी खोलातिर पौडी खेल्न चल्दै अवस्था ल ताँदी खोलामा चाहिँ हामी पौडी खेल्न जाँदै गरेको अवस्था गाइस हेलो गाइस अनि अस्ति त्यो तडका होइन हुन्छ त तिमी पौडी खेल्ने हो छोरी यता हेर पौडी खेल्ने हो तिमी पनि ल यता हेर्दै त स्टाइल देखाइदियो त्यस्तो गर्नु हेलो हामी पौडी खेल्न जाँदैछौँ तारी खोला भनौँ जानु अस्ति गएको तर आज कोही आएको छैन कि त्यो जति कुरा आज हामी चारजना मात्रै जाने अरूलाई बोलायो आएन है अनि चारजनाकै जानु पर्यो मम्मी चाहिँ कता जानु ल मम्मीलाई पनि देखेँ हाम्रो मम्मी चाहिँ यता हुनुहुन्छ गाई छैन बाख्रा चराउन जानुभएको यता हाम्रो बाख्रा हो त कस्तो यता होइन यो बिचको है यो आँपको गुड भएको अरे होइन ठ्याक्क यो निलो 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 अगाडि है गाई ल अब फेरि हामी चल्दैको अवस्था लु कस्तो अनुभव होती है म बाख्रा चरा कहिले अनुभव लिइसकेँ कस्तो अनुभव होती है खतरा गर्नु तिमी होती है होती है कि होती हामी कुमाल्ने हामी कुमाल्ने हो ल यता हामी कुकुरदी हो कुकुरदी हुनुहुन्छ यता भिडियो बनाउँदै हिँडेको हजुर अनि खोइ त के चराइरहनु भएको छ कि ए यताको हो ए ए पौडी खेल्न जानु लाग्यो हजुर हजुर हस् लु अब ल गाई छ हामी चाहिँ अब पौडी खेल्न ओह्रालो झर्दै रमाइलो भइरहेछ है रमाइलो त हुनु पर्यो नि होइन थाहा छ मलाई नि भिडियोले गर्दाखेरि मम्मीलाई खेती गर भन्छ कसले सक्छ है यता खेती हुँदैन यता चाहिँ हुन्छ नि बाँदरले मान्छे कुरा बस्नु पर्यो हामी पौडी खेल्दै चाहिँ जस्तो हिँड्दैछौँ पानीले नि सागमा करेन्टो लाग्छ त कहिले ओ रियल अनि पानीले पनि सागमा करेन्टो लाग्छ कहिले अलि बेसी यहाँ चाहिँ हाम्रो एउटा माछा मार्ने दाइ हुन्छ होइन गाई भनेको बुवाको पनि यस्तो जाल मामाले लगेर सबै बिगार्छ त त्यसमा त मसिनो माछा चल माछा मार्ने दाइ पनि अगाडि अगाडि हुनुहुन्छ खोलातिरै जाँदै हामी पनि खेल्नलाई
फेरि फुल रहेछ कति राम्रो फुल छ होइन कति राम्रो फुल छ म पौडी खेल्दै फुल छ मलाई किन्नु पर्दैन होइन तर जहिले राति सबै बेच्छ कि यहाँको पानी आथे थियो म त्यतिखेर खोलामा कतिजना पौडी खेल्दा थियो मान्छे खोला त मान्छे नै भनिसक्यो ए हामी आउँदाखेरि के त्यहाँ पुलनिर कुनै राखेको आज त पौडी खेलिने हो आज आज त गर्मी छ गरममा आयो नि त हामी अनि अस्ति त जाडो भयो कुनै खेल्न नसकेको जाडो महिना हामी बस्छ च्याम डाइभ हाल्ने हो फ्रेस भएर गाई छैन चल्दिने हो त स्लो बिहान बाबा नुहाउन आउँ भनेर चिसो छ नि त पानीहरू पहिला हामी पानी लिएर आउने रसलालीहरू मङ्गले भन्दाखेरि नि पहिला त फेरि कस्तो थियो भने यस्तो धारो थिएन गहिरो थियो यस्तो थियो यस्तो गहिरो थियो पानी निकाल्नु यो धारो मलाई सुक्यो हो नि छ है धारा चाहिँ फेरि त्यो पानी खान नि हुन्छ होइन पानी खारै गरिदिन्छ खोलाको पानी अस्ति न त कति हामी 2 दिनमा कि 3 दिनमा आएन त्यतिखेर त अब मान्छे पनि अलि ह्याङ्गै थियो नि त ठुलो गाइस पानी खाएर चल्दिनु पर्यो अहिले हुँदैन हिरो सालकारा सुन्नुभयो तपाईँले तिमीहरूले सुनेन हामीले सुने बाबाले कस्तोसँग रोएको यो धानबारी यो धान शीतलमा जानु अगाडि 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 पछाडि पछाडि धानबारी होइन यो अनि यस्तै रोक्नु कहाँ जानु भएको थियो तपाईँहरू त्यतिखेर माथि चिन्नु को पर्छ कति मिनटको भिडियो भएछ 9 मिनटको मैले दिदी पर्छ मन्जुको सानीमा अब खेत रोप्नु पहिले फेरि पहिले ल्याउनु पर्थेन पहिला ल्याउनु पर्थ्यो अब यो पानी हो त्यो अघि एउटा छ नि त्यहाँ घर जस्तो त्यहाँ त्यहाँनिर के रे अहिले लामो यस्तो लु गाइस पौडी खेल्ने ठाउँ आयो बिस्तारी बिस्तारी पुल आयो पुल बिस्तारी ओर्लिने है बिस्तारी लु खोला पनि आइपुग्यो तादी खोला यो हो खोला तादी खोला हो पुल यो हो बन्दानी पुल पारी होइन लु अब चाहिँ पौडी खेलिदिनु पर्यो टाढा टाढा जाने छैन त्यहाँ चप्पल खोल्नु पर्यो ल अब हामी चाहिँ पौडी खेल्ने तर्फतिर है त सो गर्मी पनि छ बेसरी अब गरिनेमा टक्क ल्याएर पौडी खेल्नु पर्यो एकछिन 15-20 मिनट जति चिसो खोला छ तारिक खोला चाहिँ यही हो है गाइस अहिले खोला चाहिँ अझै घटेछ अहिले नभए यो खोला अहिले बर्खामा चाहिँ फेरि ठुलो भयङ्कर हुन्छ यहाँ माथिसम्म पुग्छ अहिले चाहिँ घटे हुनाले यतिसम्म छ त्यस अहिले त गहिरो छैन है डुबाउँदैन उता बुढा मान्छे गर्दै हुनुहुन्छ बाख्रा चलाउँदै हुनुहुन्छ हेर्नु त घामको लाइटले गर्दाखेरि चाहिँ के दिनु हो कता खोइ ल गाई चाहिँ हामी चाहिँ पौडी
हिँडिन चल्दिएको अवस्था